हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आज हाम्रो मम्मीले बनाउन गइराख्नु भएको छ खसीको मासु। खसीको मासुमा के हाल्नुभयो मम्मी? के हाल्नुभयो? लसुन अदुवाको पेस्ट, अनि गरम मसाला, जिरा धनियाँको पेस्ट, अनि तेल बेसार खुर्सानी बेसार खुर्सानी अनि मुछे। यसलाई यसरी मुछेर यसमा मसला पनि हालिदिनु भएछ। र यतातिर चाहिँ मम्मीले तोरीको तेल कुकरमा यसरी राख्नु भएको छ। अनि हाम्रो मम्मीले यसरी मासुलाई टक्क हेर्नु त कस्तो मिठो देखेको यत्तिकै पनि मुखमा पानी आइसक्यो गाइस। यसरी मम्मीले तेलमा मासु हाल्नुभयो। वाउ गाइस। अनि यसरी मम्मीले एकछिन ढाकिदिनु भयो। अब मम्मीले यसरी मासुलाई चलाउँदै हुनुहुन्छ गाइस। हाम्रो कुकर सानो भएर मासु धेरै भएर यस्तो भन्छ। अहिले यो प्याज गलिहाल्छ। प्याज गलिहाल्छ अरे, त्यसपछि मासु कम हुन्छ गाइस। मासु चलाइसकेपछि हाम्रो मासु यस्तो देखिरहेको छ गाइस। त्यसपछि मम्मीले फेरि छोपिदिनु भयो। त्यसपछि हाम्रो मासु यस्तो भयो गाइस। मासु भुटिसकेपछि यस्तो मजाको देखेछ मासु हेर्नु गाइस। अनि हाम्रो मम्मीले यसरी प्लेटमा निकाल्नु भएको छ मासु गाइस। हेर्नु कस्तो मिठो देखेको मासु। दिस इज आवर फाइनल लुक अफ खसीको मासु। एकदमै मिठो भएको छ। थ्याङ्क यू सो मच फर वाचिङ आवर सर्ट ब्लग।